जब तपाईको संघर्षको समय हुन्छ नि, तपाईलाई चिन्ने मान्छे पनि तपाईदेखि टाढा जान्छ। तर जब तपाईको सफलताको समय हुन्छ नि, तपाईले नचिन्ने मान्छे पनि तपाईसँग चिनेजै गर्छ। किनकि हरेक मान्छेलाई नि सफलताले पछ्याएको मान्छे मनपर्छ। अनि आज म तपाईलाई उत्साह दिन चाहन्छु, यदि आज तपाई संघर्षको समयदेखि गइराख्नु भएको छ भने नि हिम्मत नहार्नुहोस्, तपाईको नि सफलताको समय पनि आउँदैछ। तर धेरै पल्ट नि मानिसहरूले नि सुखमा सिक्दैन, धेरै पल्ट मान्छेहरूले नि दुःखमा सिक्छ। त्यो उडन्ते पुत्रले नि बाउको घरमा प्रशस्तै भोजन पाउँथ्यो, टन्नै खानेकुरा पाउँथ्यो, उसले सिकेन। तर जब त्यो उडन्ते पुत्र नि सुँगुरको खोरमा पुग्यो नि, तब उसले सिक्यो। यो समय तपाईलाई परमेश्वरले बनाउँदै हुनुहुन्छ।